आदरणीय दिदी विराटनगरको दिदीले चाहिँ 1 महिना व्रत स्वस्थानीको व्रत चाहिँ 1 महिना पाथिभरामा व्रत लिने इच्छा छ भनेर आफ्नो भाकल पुरा गर्न आउनु भएको छ। आज 5औं दिन भयो दिदी दर्शन दिदी, आज 5औं दिन होइन? अनि कसरी भाकल गर्नुभयो, के इच्छा छ हजुरको यो स्वस्थानीको व्रत चाहिँ पाथिभरामै 1 महिना बसेर पुरा गर्ने भन्ने आँट कसरी गर्नुभयो हेर्नु न, हिउँ पनि परेको छ यहाँ त। पाथिभरा आमाले मलाई सपनामा दर्शन दिनु पनि भएको थियो। हजुर यो व्रत बस्दा देशको पनि रक्षा हुन्छ, हजुर नेपालीको पनि रक्षा हुन्छ भनेर चाहिँ आमा पाथिभराले दर्शन दिएको हुँदाखेरि हजुर मैले यो व्रत बस्न चाहिँ आएँ। अब मेरो तपस्या पूर्ण भयो।